हेलो एभ्रिवान, नमस्ते। आज म तपाईँहरूको माझ DJI RS5 गिम्बेलको सेटिङको बारेमा केही जानकारीहरू लिएर आएको छु। बिगिनिङहरूको लागि चाहिँ यो एकदमै लाभदायक हुनेछ। सर्वप्रथम ब्याट्री सेटअप गर्ने, अनि त्यसपछि स्ट्यान्ड लगाउने, अनि चाहिँ क्यामेरा फेसमा लक खोलेर रेडी गर्ने। त्यसपछि हामीले क्यामेरालाई सजिलैसँग एट्याच गर्न सकिन्छ। क्यामेरा सेट गरिसकेपछि हामीले यसको ब्यालेन्स मिलाउनु पर्ने हुन्छ। यो चाहिँ तराजुमा सामान झुके जस्तै गरेर लकहरू खोलेर ब्यालेन्स मिलाउनु पर्ने हुन्छ। यसको चाहिँ जोइन्टहरूमा 4वटा लक हुन्छ र मुभमेन्टमा 3टा लक राखिएको छ। यसमा चाहिँ क्यामेराको ब्यालेन्स मिलाएर सेटअप गरिसकेपछि लकहरू राम्रोसँग लगाउनु पर्ने हुन्छ। त्यसपछि अटोमेटिक मुभमेन्ट पिन लक 3टा हुन्छ। यो चाहिँ हामीले गिम्बेल अन गर्नु पूर्व खोलिसक्नुपर्छ। अब चाहिँ सम्पूर्ण सेटअप र ब्यालेन्सको प्रक्रिया पुरा भएपछि गिम्बेल अन गर्ने। यदि तपाईँको सेटअप र क्यामेराको ब्यालेन्स मिलेको छ भने क्यामेराको अप्सन हरियो बोलेको हुन्छ। त्यसपछि तपाईँले गिम्बेललाई क्यामेरामा सेटअप गर्नको लागि क्यालिब्रेट गर्न सक्नुहुन्छ। DJI RS5 एकदमै सरल र स्मुथ छ। यसको माध्यमबाट काम गर्दा एकदमै सहज र आनन्द फिल हुन्छ। यो चाहिँ अप डाउन राउन्डिङ अलराउन्डर मुभमेन्ट गर्न मिल्छ। यो चाहिँ अटोमेटिक सेन्सर पनि भएकोले एक ठाउँमा राखेर सामान्यतया आफ्नै भिडियोहरू गाएको, नाचेको, हिँडेको पनि बनाउन सकिन्छ। धन्यवाद। तपाईहरूलाई यो जानकारी कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नछुटाउनुहोला। हस्त।